हाम्रो यहाँ कपडा पसलको दाइले प्राय यहाँ यो दीपावलीको चाहिँ उ गरेर चाहिँ यहाँ रङ्गोली बनाएर चाहिँ उ गर्नु भएको छ होइन। अब दीपावली उहाँलाई पनि राम्रै लागेको छ। यहाँ हेर्नुहोस् त तपाईँहरू कस्तो उहाँ दाइले चाहिँ एकदम दामी बनाउनु भएको छ कपडा पसलकोमा। यहाँदेखि उहाँसम्म लगेर बनाउने साउथ चाहिँ उहाँ हो होइन। उहाँले चाहिँ एकदम दामी खालको बनाउनु भएको छ रङ्गोली, कस्तो दामी, उहाँलाई पनि एकदम लाग्छ। तिहारको उपलक्ष्यमा केही शुभकामना दिन्छ यहाँ एकचोटि बसेर शुभकामना दिउँ न ल। यहाँ यसो बसेर शुभकामना कुर्सीमा बसेर क्या तिमी तिहारको शुभकामना दिउ न यार त्यहाँ बसेर ल। मेरो सम्पूर्ण दाजुभाइहरूलाई तिहार तथा दीपावलीको धेरै धेरै शुभकामना। राम्रो फलोस् फुलोस्, गरी खाउन्, घाँटी खाउन्, ठगी खाउन्, राम्रो परिपरोस्, राम्रो तरुली परोस्, सोचेको र मनमा आँटेको सब पुरा होस्। तर हजुरकोबाट के जाओस् त दीपावलीको? मेरो त केही छैन। हजुर सबैको फलोस् फुलोस्, राम्रै फलोस्, विशेष गरी मेरै फलोस्। मेरै फलोस्। बेलौतीको बोटमा अम्बक फलोस्, सबैको राम्रो होस्। ल हजुरकोबाट के जाओस् त शुभ दीपावलीको सबैलाई धेरै धेरै शुभकामना। यो वर्षको दीपावली पछाडि सबैले सोचेको आँटेको पुगोस्। लक्ष्मी माताले साथ दिउन्। गइसक्यो फर्केर माथि।